हेलो गाइज दिस इज डिआई ब्लग 77 वेलकम ब्याक टु माई युट्युब च्यानल। आज म काठमाडौँ जाँदैछु। अहिले चाहिँ यो खाल्टे बजार आइपुगेँ। सो यो चाहिँ खाल्टे बजार हो। ल यो खाल्टे बजार लेट्स गो अन द वे। के हुन्छ म हजुरहरूलाई अपडेट गर्नेछु। बाई सी यू। हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ म सिन्देल टु काठमाडौँ बाइक सर्भिसिङ गर्नको लागि जाँदैछु। बिबी हाइवेको बारेमा के कस्तो छ अपडेट गर्ने नै छु हजुरहरूलाई। लेट्स गो अन द वे। यो चाहिँ ढुङ्गेबास चोकबाट म अगाडि बढ्दैछु गाइज। दामी लाग्यो यार, दामी लेखाएर रहेछ त। कोदोको पिठोको फेसन हुँदैन रे, टिग्रा देखाउँदैमा फेसन हुँदैन। राम्रो हुनको लागि त थोडो चाहिन्छ कान्छी। पाउडर घस्दैमा त अनुहारको डेकोरेसन हुँदैन रे। वाह बाफ बाफ, खतरा खालको साइरी लेखेर रहेछ गाइस यो गाडीमा। यस डेन्जर खालको लेखेर रहेछ। लगाइज म चाहिँ अब यो मास्लो बारा तल्लो बारा आइपुगेँ। सो गाइज अब कुरकोट आइपुग्न लाग्यो। अब नजिकै कुरकोट। यो चाहिँ कुरकोट कटारी घुर्मी जाने ट्र्याक। यताबाट राइट लाग्यो भने कटारी घुर्मी, अब लेफ्ट लाग्यो भने चाहिँ काठमाडौँ ट्र्याक। यो चाहिँ कुरकोट बजार गाइज, यो कुरकोट बजार हो। सबै बिबी हाइवेमा यात्रा गर्नुहुने सबैलाई थाहा भएकै कुरा हो। यो सबैलाई जानकारी नै छ यो बजारको बारेमा। यो चाहिँ कुरकोट बजारको चेकपोस्ट गाइज। यो चेकपोस्ट हो, प्रहरी चेकपोस्ट। गाडीको निकै चापाचाप छ गाइज। यो चाहिँ पूर्वबाट काठमाडौँ भ्याली छिर्ने ट्र्याकमा चाहिँ सबभन्दा छोटो मार्ग पर्छ यो बिबी हाइवे। सो त्यसै कारणले गर्दाखेरि बाटोहरू अफरोड अलिअलि बिगारे पनि बगाए पनि तर धेरै जस्तो गाडीहरू यही बाटो छ। यता मुगलिनबाट यता त्रिशुली हुँदै जाँदाखेरि पनि अलि लङ डिस्टेन्स भएको हुनाले धेरै जस्तो गाडीहरू चाहिँ यही बिबी हाइवेको यही ट्र्याकबाट उठ्छ। हिँड्नुपर्छ ट्र्याक। अब त्यो पहिलाकै पुरानो ट्र्याकलाई चाहिँ अहिले अब सुरु गर्दैछ भनौँ न। यही ट्र्याकलाई मेन्टेनेन्स सुरु भइरहेछ उता नेपाल थोकतिरबाट, प्लस अब यता मङ्गलटारतिरबाट पनि। माथि चौकी डाँडासम्मको ट्र्याक हो पहिला बगाएको भनेको। त्यो ट्र्याकहरू चाहिँ अहिले यसरी मेन्टेनेन्स भइरहेछ है। धमाधम काम सुरु भइरहेछ र अब यो ट्र्याकहरू अब निर्माण भएर पुनरुत्थान सुचारू नहुन्जेलसम्म चाहिँ गाह्रै हुन्छ। त्यो राइड गर्नलाई अब यताबाट सर्ट हाम्रो काठमाडौँ जानको लागि चाहिँ एकदमै सर्ट ट्र्याक हो क्या। यो चाहिँ सर्ट मार्ग हो। अब यो ट्र्याक जतिसक्दो छिटो बन्थ्यो भने चाहिँ यो बाटो भएर यात्रा गर्ने सबै धेरै मान्छेहरू लाभान्वित हुने थियो। आशा गरौँ छिटै बनाओस् यो बाटो, नहोला अब 4-5 महिनामा यो ट्र्याक तुरुन्तै बनिहाल्ने त होइन। यसपालिलाई गाह्रै छ। खोला ठाउँमा खोलाहरू क्रस गर्नुपर्छ अहिले नै। अब त्यतिखेर त खोलाहरू त धेरै बढेर आउँछ। त्यसरी क्रस गर्न पनि गाह्रो हुन्छ गाडीहरूलाई पनि बाइकहरूलाई पनि। माथिले स्टाइल देखाइरहेको छ त्यही। अब रोसीको अफरोड बाटो, त्यस पछाडि धुलीखेलतिरदेखि लिएर यो भक्तपुरसम्मको बाटोहरूको पुरै मेन्टेनेन्स भइरहेछ। अफरोड बाटो छ।
अब भ्याली छिर्यो गाइस, सबै अफरोड बाटोहरू पार गरेर भ्याली आइसकेपछि पनि यस्तै छ गाइस। अब जाम उता जाम जतासुकै पनि जामै जाम हुन्छ। सो अब के गर्नु, अफिस टाइममा भयो भने त झनै बढी जाम हुन्छ। अहिले मर्निङ टाइममा पनि हल्का जाम छ। सो म चाहिँ यहाँ भक्तपुर राधे राधे आइपुग्यो गाइस। अब एकछिन यो ट्राफिक लाइटमा यो ट्राफिक जाममा बस्नु पऱ्यो। अब ट्राफिक रुल्स सबैले पालना गर्नुपर्छ। अब यो लाइटले सिग्नल दिए अनुसार सबै चल्नुपर्छ। त्यही भएको हुनाले ट्राफिक लाइटहरूको चाहिँ ट्राफिक नियमहरूको चाहिँ सबैजनाले पालना गर्नुपर्छ गाइस। सो गाइस इन्टु टु अब काठमाडौँ समथिङ 5 घन्टाको राइड पछाडि म भक्तपुर आइपुगेँ। अब यो भक्तपुरमा रहेको सोरुम बेनेली सोरुममा अब म आफ्नो बाइकलाई चाहिँ सर्भिसिङ गराउँछु। अब के अफरोड हिँड्दै अब यो बाइकलाई चाहिँ म प्रिफर गर्दिनँ, अफरोड हिँड्नलाई चाहिँ म प्रिफर गर्दिनँ। यो अफरोड हिँड्नको लागि चाहिँ राम्रो छैन, खर्च बढी आउँछ। सो मेरोमा अब के खर्च आउँछ, अब यहाँ बेनेली सोरुममा छिरम गाइस। अब बेनेली सोरुम पनि आइपुग्यो। गाइस मेरो चाहिँ अब यहाँ सर्भिसिङ हुँदैछ बाइकको। आइपुग्यो भक्तपुर आइपुग्यो। अब सर्भिसिङ गर्ने अनि फर्किन्छु। परिवर्तन भयो। फुल सिन्थेटिक्स आइफोन भन्ने अहिलेमा सो गाइज अब मेरो बाइक चाहिँ अब फुल सर्भिसिङ हुँदैछ। यसमा चाहिँ मोबिल 3 लिटर जान्छ। सेल एडभान्सको फुल सिन्थेटिक्स मोबिल हालिरहेको छु। यो 3 लिटर मोबिल पर लिटर समथिङ 2375 रुपियाँ पर्छ 1 लिटरको। सो अब सर्भिसिङ गरौँ। अब सर्भिसिङ अब राम्रोसँग फुल्ली सर्भिसिङ भइसकेपछि अनि म ब्याक हुन्छु गाइज। अनि धेरैजनाले सोधिरहनु भएको छ अनि बेनेलीको सर्भिसिङ कस्ट कति लाग्छ, अनि सामानहरू चेन्ज गर्दा मोबिलहरू चेन्ज गर्दा भन्ने सोधिरहनु भएको छ। सो मेरो यहाँ चाहिँ बिल आछ समथिङ 13,200 को। बिल पनि 13,200 को पे गरेँ। सो